श्रीकृष्ण भगवानले भन्नुभयो सुदामालाई, ए सुदामा यो कंसको पात पार जति भइसक्यो, यसको पापै पापको कुण्ड भरियो, अब त यसलाई मार्नु पर्छ। हेर सुदामा बोलाऊ बलरामलाई, नमारी भइन कंसलाई, 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 बोलाऊ बलरामलाई, नमारी भइन कंसलाई। भगवानका लीला त अपरम्पार। राधा र कृष्ण भगवानको भक्ति प्रेम हो, माया प्रेम होइन। यो कुरो बुझिदिनु होला। त्यस कारणले भगवान श्रीकृष्णले लीला गर्ने तलाउमा गोपिनीहरू नुहाउन भनेर गएका थिए। आफ्ना वस्त्रहरू बाहिर राखेका थिए। भगवान श्रीकृष्ण घर रुखमा टङ्गाइदिनु भयो कपडाहरू, तर आफ्नो बाँसुरी दिए छोड्नु भएछ। अनि बाँसुरी देखाउनु भयो गोपिनीहरूले। हे लैजाऊ तिम्रा सारी, खोइजाऊ मेरो बाँसुरी, 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 हे लैजाऊ तिम्रा सारी, खोइजाऊ मेरो बाँसुरी। शिरमा लाउने शिरको फुला, हातमा लाउने सुनका बाला, ए राधे भाग्य भए लाउली तिमीले, भाग्य भए लाउली। भगवानले राधा जिस्काउँदै भन्नुभएको हो यसमा। भाग्य भए लाउली राधा, भाग्य भए लाउली, हामीलाई पुराउ बैकुण्ठमा बल्ल जान पाउने, हामीलाई पुराउ बैकुण्ठ बल्लै 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 जान पाउने, हामीलाई पुराउ बैकुण्ठ। राधे राधे।